हेलो, नमस्ते सबैजनालाई। फेरि पनि स्वागत छ र अब आजकोमा हामी गर्दैछौँ एफिलिएट मार्केटिङ। एफिलिएट मार्केटिङ भनेको के हो? कसैको प्रोडक्ट वा सर्भिसलाई बेच्दिनु हो। कसैको कुनले बनाएको प्रोडक्टलाई अगर हामीले बेचिदियौँ भने हामीलाई केही कमिसन दिन्छ। हो त्यही नै हो एफिलिएट मार्केटिङ हो। त्यसको लागि त अब डिजिटलाइज बेच्नु पर्यो। फर एक्जाम्पल हाम्रोमा एफिलिएट मार्केटिङको लागि बेस्ट प्लेटफर्म अहिले कुन थियो भन्दाखेरि डिजिकन छ। त्यहाँ हामी डिजिकनको बारेमा लेखेर एफिलिएट गर्थ्यौँ। एन्ड द सेकेन्ड वान इज दराज पनि छ। इन अर्डर टु सेल द प्रोडक्ट्स अरूको प्रोडक्टलाई बेचिदिनको लागि र केही कमिसनहरू दिनको लागि एफिलिएट मार्केटिङ इज द बेस्ट एन्ड दराजले पनि त्यस्तो अफर गरेको छ। सो अब तिनीहरूले मान्छेलाई त बेच्नु पर्यो, गर्नु पर्यो। सो के गर्ने त? कस्तो कुरा चाहिँ गर्ने त? के डिजाइन बनाउने, कस्तो बनाउने भन्ने हामी आज टेम्प्लेट र फ्री ह्यान्ड नै गर्छौँ। र टेम्प्लेटमा हामी यहाँनिर स्टार्ट गरौँ एफिलिएट मार्केटिङ। एफिलिएट मार्केटिङ ओके, डिजिटल मार्केटिङ नै एफिलिएट मार्केटिङ। नेक्स्ट दिज अल आर द टेम्प्लेट्स होइन। यो भनेको चाहिँ एफिलिएट मार्केटिङको बारेमा देखाएको मात्रै रहेछ। तर हामी चाहिँ प्रोडक्टलाई नै एफिलिएट मार्केटिङ प्रोडक्टलाई चाहिँ एफिलिएटको रूपमा गर्छौँ। फर एक्जाम्पल ओके आई विल एउटा स्किन केयर प्रोडक्ट्स ओके किन धेरै त्यो गर्नु होइन। ओके यो एउटा स्किन केयर प्रोडक्टको एडभर्टाइजमेन्ट भयो। एडभर्टाइजमेन्ट गर्नु नै एफिलिएट मार्केटिङ गर्नु हो, तर अर्काको प्रोडक्टको गर्नु हो। के छ भन्दाखेरि यहाँ एउटा औषधि जस्तो छ। के हो यो वाट मेक्स इट गुड भने कपालमा लाउने होला केही होला स्किन फ्रेन्डली भनेपछि केही कपालमा लाउनेहरू केही होला हो यसै नै। अब यहाँ हाम्रो फर एक्जाम्पल केही सामान बेच्दा फेरि वाच ओके लेट्स गो टु द वाच। ओके हामी यसको ठाउँमा हामी एउटा राम्रो वाच देख्यौँ अरे हामी त्यो पसलमा एउटा राम्रो खालको वाच देख्यौँ अरे होइन। अब हामीले त सेल गर्नु पर्यो डिजिटल्ली। यतिकै त भाइ लाऊ है भन्दा त अलिक मिलेन नि त। डिजिटल्ली सेल गर्न सिक्दैछौँ नि त। एफिलिएट मार्केटिङ भनेकै डिजिटलाइज सेलिङ, डिजिटली सेलिङ, अनलाइन सेलिङ हो नि। आफूले बनाउने होइन, अरूले बनाएकोलाई यसो अलिकति कमिसन आउँछ है भनेर बनाउने मात्रै हो। र यसमा वाच छ मार्क मेक्स इट गुड। अब यहाँ कलर देख्यौँ, कलर प्योर सिल्भर हालिदिउँ। के हुन्छ त लेख्दैमा त पैसा लाग्ने होइन नि त। एक्ज्याक्ट टाइम भनिदिउँ। हुन त सबै घरले देखाउने हो। वाटर प्रुफ लेखिदिउँ। मेन्स डिजाइन न त मेन्स फेसन भनौँ न। ल ठिक छ भन्नाले मेन्स फेसन भन्नाले कुनै पनि लुगा मेन्स फेसन भन्नु चाहिँ मेन्स हो नि त। मेन्सको रूपमा सुहाउँछ है भनेर सबमा भन्न खोजेको हो। अनि हामी यहाँनिर किन यस्तो गर्ने? हामी यहाँनिर अर्को टाइपको खालको बनाउने के भन्दाखेरि टाइमवाला पनि होइन। टाइम ओके त्यहाँ मैले एउटा के देखेँ जस्तो लाग्यो। अल oh my god, just remove the background. Okay, yes. Oh, sorry. पिङ्क भएछ ठिकै छ केही छैन। एउटा हामीले बनाउने डिजाइन त क्रिएट गरेको यता सोच ओके। भएन त राम्रो भयो नि हो। यसै नै डिजाइन क्रिएट गर्नु डिजाइन बनाउनु जुन कुराले बनाएको त्यही कुरालाई नै देखाएर त्यो गर्नु प्रेजेन्ट गर्नु नै एफिलिएट मार्केटिङ हो क्या। अब यो गर तिमीहरू फेसबुकमा हाल्छौ न्यू वाच ओन्ली रुपिस 500 यहीँ प्राइस लेख्दा नि हुन्छ नलेख्दा नि हुन्छ। ल ठिक छ प्राइस पनि लेखिदिउँ न त। ल भएन त एफिलिएट मार्केटिङ। आफूले बनाएको हो त यो मैले वाच बनाएँ त। अब मलाई आउँछ यहाँनिर कन्ट्याक्ट ठिकै छ।
ल अब आएन त? अब यो मान्छेले मलाई कन्ट्याक्ट गर्छ, म यसलाई यो वाच दराजबाट नत्र कुनै पनि पसलबाट अनलाइन मार्फत गाडीमा हालिदिन्छु, केहीमा हालिदिन्छु, डेलिभरी गरिदिन्छ। मलाई अलिकति पैसा आउँछ। म त्यो पसलमा जान्छु, तपाईँको वाच लिनुभयो अर्डरमा आयो भन्छु, उसले मलाई अलिकति कमिसन दिन्छ, गर्छु। त्यही हो क्या एफिलिएट मार्केटिङ। यसै नै ए आफूले बनाएको हो त यो घडी होइन नि। यसरी सेल गर्नु नै एफिलिएट मार्केटिङ हो भने यसै नै डिजाइन बनाएर गर्नु नै डिजिटलाइज एफिलिएट मार्केटिङ भन्छ।